येशू यरीहो नगरमा आउनुभयो। त्यहाँ जक्कै नामक एक धनी कर उठाउने मानिस थियो। तर ऊ छोटो कदको हुँदा येशूलाई देख्न सकेन। येशू आउने बाटोमा ऊ एउटा रुखमा चढ्यो। जब येशू त्यहाँ आइपुग्नुभयो, उहाँले रुखतिर हेरेर भने, जक्कै, चाँडै ओर्ल, म आज तेरो घरमै बस्नेछु। सबै मानिसहरूले गुनासो गरे, उहाँ त पापीको घर गएका छन्। तर जक्कैले उत्साहित हुँदै भने, हे प्रभु, म मेरो सम्पत्तिको आधा गरिबलाई दिन्छु। कसैलाई अन्याय गरेको भए 4 गुणा फर्काइदिन्छु। येशूले भने, आज यो घरमा उद्धार भएको छ। कथाको शिक्षा। येशूले पापीलाई अस्वीकार गर्नुहुन्न, उहाँ परिवर्तनको मौका दिनुहुन्छ। साँचो पछुतो र विश्वासले जीवन रूपान्तरण हुन सक्छ। उद्धार सबैका लागि हो, धनी, गरिब, पापी वा धर्मी।